बुढी हाँस्देऊ त एकचोटि दर्शन गर्न जाने हैन अनि यसले खेल्ने दामी रहेछ त हेलो अनि नमस्ते सबैजनालाई तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला म पनि सन्चै छु ठिकै छु हामी चाहिँ हिजो विक्रम बाबाको दर्शन गर्न गएका थियौं त्यही समयमा मैले एउटा सानो ब्लग जस्तै भिडियो बनाएको थिएँ त्यसलाई तपाईहरुको माझ राखेको छु भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अनि तपाईहरु पनि विक्रम बाबा आउन सक्नुहुन्छ यो चितवन जिल्लामा पर्छ हैन विक्रम बाबामा चाहिँ तपाईले जे माग्नुहुन्छ त्यो चाहिँ पूरा हुन्छ भन्ने विश्वास गरिन्छ त्यसकारणले तपाईहरु पनि विक्रम बाबाको दर्शन गर्न आउन सक्नुहुन्छ है त र हाम्रो यो भिडियोलाई चाहिँ नि अन्तिमसम्म हेरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु र साथसाथै हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त बुढी हाँस्देऊ त एकचोटि रिसाइ हाँस्दैन खै अब अगाडि क्यामेरा देखेपछि त हाँस्नै पर्यो नि रिलमा त जो पनि हाँस्दिन्छन् के रियलमा पो हाँस्दिन्न त है रिलमा त मुसुक्क हाँसेछ रियलमा त फेरि यो चितवन नेसनल पार्कको बाघ भन्दा नि खतरनाक कतिवटा गेट कट्यौँ हामी योसम्म दुईटा होइन अझै गेट आउन बाँकी छ अब गेट कटेर आउँछ चितवन राष्ट्रिय निकुञ्जमा हार्दिक स्वागत गर्छु वेलकम टु चितवन नेसनल पार्क ए यहाँ हो अच्छा पूजा गर्ने ठाउँ यता त हो यहाँ देखिँदो रहेछ अलिकति यता जाने रहेछ है उल्टो हजुर होइन ठिक छ पछि बनाउँला नि हाम्रो त बोक्नु पर्ने हो र बोक्नु पर्ने हो र कहाँ कसरा हजुर ए के बिल्डिङ सेन्टर छ सर क्रोकोडाइल ए क्रोकोडाइल बिल्डिङ सेन्टर त्यहाँ छ ठुल्ठुलो बिल्डिङ सेन्टर भन्नुभएको म त बिल्डिङ भनेर सुनेको कि ल अहिले हामी विक्रम बाबा आइपुगिसकेका छौँ अब हामी पूजा गर्ने ठाउँतिर प्रस्थान गर्दैछौँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ कतिको भिड छ भन्ने कुरो अहिले त दिउँसो भइसकेको हुनाले गर्दा अझै कम छ नत्र बिहानको समयमा यहाँ चाहिँ नि खत्रै भिड हुन्छ उता त्यहाँ दर्शन गर्न जाने हैन अनि पूजा चाहिँ यहीँ गर्दा पनि भयो क्या यहाँ बुझ्यौ खै त खुसी भएको तिमी अनि ल एउटा सालको रुख खोज्नुहोस् त शेषर सालको बोटमै होइन यहाँभन्दा उता चाहिँ निषेध हो कि के हो यहाँ डोरी टाँगेको रहेछ त हजुर हो होइन होइन त्यो साल होइन बहिनी अलिक पर हिँड्नु त्यहाँ हिँड्नु न त अरूले गरेको ठाउँमा गर्न मिल्दैन र अनि मिल्छ नि अनि नत्र त लाखौँ हजारौँ मान्छे आउँछन् पूजा भनेको त जुनमा गरे पनि हुन्छ यहीँ गरौँ तपाईँ एउटामा गर्नु हामी एउटामा गर्छौँ ल तपाईँ यसमा गर्नु हामी यसमा गर्छौँ होइन बुढी के कसो बुढी
ल धमिराको देवल छ यो हामीले गरेको ठाउँमा चाहिँ ल यसमा हामीले गर्ने ल सेसर त्यहाँ गर्नु तपाईहरुले विक्रम बाबाको दर्शन गरिसकेपछि हामी क्रोकोडाइल ब्रिडिङ सेन्टरतिर लाग्यौं बाँकी रहेको कुराहरु चाहिँ भिडियोबाटै है त क्रोकोडाइल ब्रिडिङ सेन्टर हो सर क्रोकोडाइल बिल्डिङ सेन्टर कि ब्रिडिङ मा सबैलाई स्वागत छ भाउजूलाई पनि स्वागत छ स्वागतम रुजन सरलाई पनि स्वागत छ दामी देख्छ सर यो हेर्नु न के रुखी दामी छ के भोक लागे पनि यही बस्न मिल्ने भएको त यही बस्छु नि किन हिँड्न मन लागेन क्या जम दामी छ यार केको बोट रहेछ यो यस्तो लाउँछ नि घरको अगाडि जम्म पर्छ छाडी हुन्छ सारा त घुमिसक्यो होला आँसुले आएको नि के खल्डुले ल यतापट्टिबाट बच्चा सुरु हुन्छ है यार गोहीको बच्चा कति धेरै रहेछ त्यसलाई पनि त गर्मी हुँदो हो यार गर्मी हुँदैन पानी चिसै होला हैन ऊ खेल्ने निस्किने सबै सुतेर बसेछ जम्मा वर्ष 2000 1 वर्ष गरे जम्मा यो एक वर्षमै अब 2 वर्ष पुग्ला हैन के कसो हो 1 वर्षको हो त्यो भन्दा ठुलो छ त्यो ए ठुलो होला ठुलो छ यो उस गर्ने ठाउँ रहेछ यो कति वर्षको 3 वर्षको हैन घडियाल गई 3 वर्षको घडियाल गई के गरेछ र मेंगेर खोइ ओ न कुलागले ए मेंगेर जा खानेकुरा आउँछ कि मुखमा भनेर होला नि बपरा टेलिभरी गरे ओ निस्के है त आउ भाइ निस्के कति वर्षको यो त्यही होला यो पनि 2-3 वर्षको अगाडि हिँड्दा डाइनोसर पनि यस्तै त हुन्थ्यो होला है यार सर कस्तो खतरा यस्तै त हुन्थ्यो होला डाइनोसर यो चाहिँ ठुलो वाला रहेछ नि है ठुलो वाला नि त्यो भन्दा अलिक वर्ष फरक पछि बढ्ने होला नि यो ल यहाँ रहेछ ठुलो ओहो कति आनन्द हो है यिनीहरूलाई बसी खान पाइया छ एउटा मात्रै छ त यहाँ त है बुढी यता हेर त त्यो गोही के भएर यो गोही पो खतरनाक छ त बाबा ऊ आँखा हेर तन्काइसक्यो भोक त लाग्दै गर्छ ऊ यहाँ रहेछ नि त खपटा जस्तो ए जन्म छ 2035 सालको 35 सालको यो हैन यो त बडावाला रहेछ हेर न यहाँ ऊ यो भनेको कत्रो हो यार ड्याडी हो यिनीहरु भनेको पुच्छर खतरा है यसले मान्छे खान्छ होला कुन गोइले त मान्छे मगर गोइले हो मगरको बेइज्जतै गर्छ है त्यसो भने त्यसले ए मेरो वाइफ कहाँ पुग्यो मेरो बुढी हरायो त त्यो भन्दा ठुल्ठुलो यहाँ रहेछ सेसर ए काठ रहेछ यार होइन हो कति धेरै हो ल अम्ब्रेला स्ट्रीट पहिला आएको थियो र दामी रहेछ त हाम्रो सेसर हुनुहुन्छ सेसरको म्याडम हुनुहुन्छ ल एकदम रमाइलो भइरहेको छ देख्न सक्नुहुन्छ यहाँ अम्ब्रेला स्ट्रीटमा छातै छाता यस्तै हाई हेलो गर्छौँ नि के भन्छ यसलाई डालो